म चाहिँ भोट दिदिन्न हैन। अब तपाईहरुलाई अब शुभकामना छ। ल तपाईको जवाफ सुनेर जानु। एउटा कुरा सानो तपाई सर एउटा सुन्नु न, तपाईले प्रश्न गर्नु जवाफ सुनेर जानु। यहाँ न रविले हरिलाई गन्छ न हरिले रविलाई गन्छ। यसमा प्रश्न हुन्छ। आजीवन म रविको पार्टीमा जाँदिन। मैले कुन अभिप्रायले भनेको छु भने पोलिटिकल्ली करेक्ट छैन। म भाइप्रति व्यक्तिगत रिसिभी होइन। जुन किसिमको उसको पपुलारिटी र हाइट छ नि उसको खेलबाड भइरहेछ। उसले आफूले बुझेकै छैन। कसले गरेछ खेलबाड? जेलस भएको भाइको प्रगति, भाइको जुन प्रचार छ, भाइको जुन पपुलारिटी छ, आफैले हिजो सञ्चारकर्ममा ताते बनाएर ल्याएको भाइ आफूभन्दा चर्चामा भयो भनेर तपाईँले खारिज लाइनमा आउनु पर्यो। भाइकै कुरा गर्ने हो भने चाहिँ लाइनमा आउनु पर्यो, तुकमा आउनु पर्यो कि भाइ लाइनमा हुनुहुन्न। छैन। मैले दुःखका साथ भन्नुहुन्छ। यही प्रश्न उसलाई एक्चुअली सोध्नु। तिमीले दाइसँग केही कन्सल्ट गर्यो, दाइले तिमीले केही मान्छे गनाएको छौ, अझ यसै गरी सोध्नुहोस्। सिधा प्रश्न गर्नुहोस्। यत्रो 30औं-40औं वर्षसम्म म घाँस काटेर बसेको थिएँ भनेर यसरी सिधा प्रश्न गर्नुहोस्। अनि मात्रै उसले प्रश्नको जवाब दिन्छ। होइन भने यो स्टन्टबाजी, यो धोर्त्याइ गरेर षड्यन्त्र गरेर अरूलाई फसाएर अरूलाई चाहिँ इन्गेज गराएर ट्र्यापमा पारेर यो धेरै टिक्दैन। मैले के भन्छु भने मैले त 12 दिनमा भोगेँ, 12 दिनमै छुटिनु पर्यो। तर मलाई लाग्छ त्यो धेरै लामो जाँदैन। दोस्रो पटक सरकार बनिसकेपछि के थियो भन्दाखेरि चाहिँ उहाँले बारम्बार के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई म जे पनि बुझाउनको लागि जे पनि गर्नको लागि तयार छु, मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो। र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ। रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौँ। त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। एकचोटि हामी उहाँ गृहमन्त्री भइसकेपछि एउटा होटलमा पत्रिकामा पनि आएको छ, हामीले भारतीय राजदूतावासलाई भेट्यौँ, राजदूतलाई भेट्यौँ। भारतीय राजदूतावासलाई म, रविजी, शिशिर खनाल र सोनी वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टिबाट आफ्नो एउटा टिम पनि थियो। र त्यो टिमबाट भेटिसकेपछि उहाँ जानुभयो। उहाँ गइसकेपछि तलको जुन त्यो लिफ्टबाट तल उठिसकेपछि त्यति बेला सोनी वाग्ले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर त फेरि रविजीलाई नभएर अब फेरि सोनिमलाई पनि लतार्न खोज्छ। है, म लाइ डिटेक्सन टेस्ट दिन तयार छु उहाँले भनेको हो र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु। यहाँले भन्नुभयो कि सहमति गर्दा बालेन, रवि लामिछाने र तपाईँ सँगै हुनुहुन्थ्यो। सहमति भङ्ग भएको सूचना चाहिँ राष्ट्रसभाका उपसभापति डिपी अर्यालले गराउनुभयो र तपाईँले त्यसको भेरिफाई गर्नलाई रविजीलाई मैले 10 चोटि मैले कल गरेको छु, उहाँले कल काट्नुभयो। बालेनजीलाई पनि फोन गरेँ मैले 2 चोटि, उहाँले पनि पिकअप गर्नु भएन। अनि कुमार बेनलाई पनि गरेको छु मैले 1 चोटि 2 चोटि। त्यसपछि मिडियामा आयो। मिडियामा आइसकेपछि ओके हो रहेछ भनेपछि हामी पनि त्यसपछि अगाडि आयो। राष्ट्रसभाका अध्यक्ष, के अमेरिका बस्दाखेरि रवि लामिछानेमाथि क्रिमिनल केस या मुद्दाहरू चलेको सत्य हो भने ती केसहरू कस्ता छन्, तिनको अहिलेको अवस्था के छ, अनि होइन भनेदेखि किन यो हल्ला मात्रै चल्यो, यसको वास्तविकता के हो र यसको इन्टेन्सिटी के हो, त्यो बारेमा आज चर्चा गर्दैछु। अमेरिकाको मेरील्यान्डको अदालतको रेकर्डमा गएर सिधै हेरौँ आउनुहोस्। अदालतको वेबसाइटमा गएर रवि लामिछाने भनेर खोज्दाखेरि 9वटा लेगल केस लागेको देखिन्छ उनीमाथि त्यहाँको अदालतमा, जसको लिस्ट म यहाँ स्क्रिनमा देखाउँदैछु, हेर्नु होला। अनि यो कोलममा यहाँनिर केस स्ट्याटस भनेर हेर्नुभयो भने तीमध्ये 9वटा मुद्दाहरू मध्येमा अरू सबै क्लोज भइसकेका छन्, अर्थात् बन्द भइसकेका छन्, र 3वटा केस अहिले पनि ओपन देखिन्छ, अर्थात् अझै पनि मुद्दा चल्दैछ उनीमाथि 3वटा केसमा। पछिल्लो समय उहाँले धरौटी बुझाएर निस्किनु भयो होइन। अब यो होइन, बिगो धरौटी दुइटै त्यो बुझ्नु पर्यो है। बिगो र धरौटी दुइटै बुझाएर निस्किनु भएको, दुइटा फरक छ है। बिगो भनेको चाहिँ आफूले
चलाएको स्वीकार गरेको होइन, त्यसरी बुझौँ न। त्यसरी बुझौँ। त्यो तपाईँले धेरै अगाडि नै भन्नुभएको थियो। यति सिम्पल कुरा छ, सहकारीको तपाईँको खातामा पैसा आयो, उहाँको कति 599 के नाम गरेको अन्तिममा रहेको ग्लोबल आइएमई ब्याङ्कको खातामा पैसा आएछ त्यो सहकारीबाट। त्यसपछि उहाँले त्यसलाई चेक काटेर सहकारीको ब्याज पनि तिर्नु भएको छ। तर उहाँले के छ भन्दाखेरि तपाईँले त्यसको ब्याज पनि तिर्नुभयो, तर तपाईँले चाहिँ सहकारीको गर्दाखेरि केवाइसी फर्महरू नभरिकन अन्तिममा सहकारीको अब अध्यक्ष चिनेको थियो हालिदिनु भनेपछि हालिदिएको छ पैसा होइन, फोनैबाट पनि हालिदियो, पछि कागज मिलाउला भनेर। त्यो गरिसकेपछि उहाँले चाहिँ तपाईँको खातामा पैसा आइसकेपछि तपाईँले चाहिँ मैले लिएकै होइन भन्दाखेरि पनि त्यो त ब्याङ्कबाट देखिन्छ, त्यहाँ लिएको छ, ट्रान्ज्याक्सन भएको छ, तपाईँको ब्याङ्कमा खातामा पैसा आएको कुरा देखिँदैन। अनि ब्याङ्कमा पैसा आएछ खातामा, आफू सञ्चालक भएको खातामा, अनि त्यसपछि त्यहीँबाट के गर्नु पर्थ्यो भन्दाखेरि चाहिँ अब तपाईँको हो म एउटा आम नेपाली नागरिक हो, मैले पनि ऋण लिन पाउँछु र मैले ऋण लिएको हो, ऋण लिँदाखेरि मैले त्यसलाई तिर्नुपर्ने बकौता काहीँ कतै केही छ कि भनेर मैले अडिटर राखेर वकिल राखेर मैले हेरेको हो। उहाँहरूले छैन भन्नुभयो। यो देशमा नियम कानुनहरू यसरी गिजुलिएका छन् कि यहाँ व्यापार व्यवसाय गर्नको लागि गाह्रो छ। त्यो व्यापार व्यवसाय गर्नको लागि गाह्रो भएको कारणले त्यसलाई सुधार्नको लागि म राजनीतिमा आएको हो र मैले पनि व्यापार व्यवसाय कुनै गरेर आएको कारणले गर्दाखेरि यस्ता गुजिलिएका कानुनको कारणले गर्दाखेरि कहिलेकाहीँ त्यस्ता हिसाब किताब बाँकी हुन सक्छन् र म यदि देखिन्छ भने म तिर्न तयार छु, कति हो म तिर्छु भनेर अहिले उहाँले त्यही बोल्नुभयो उच्च अदालतमा होइन, यो तुलसीपुरमा त्यही बोल्नुभयो। यही कुरा पहिला बोलिदिएको भए समस्या हुँदैन थियो। यसलाई हामी फरक तरिकाले लान सक्थ्यौँ। व्यापार व्यवसायीहरूमा जुन कानुनको उल्झनको समस्याहरू छन् ती सबै समस्याहरू समाधानतिर जान सक्छौँ। तपाईँलाई पनि थाहा छ नि एउटा ऋण लिँदाखेरि कति समस्या छ, के छ, देशमा कानुनहरू कार्यविधि भन्छन् के भन्छन्, एउटा ढोकाबाट अर्को ढोका बिहाल छ नि होइन र, गाह्रो छ नि। त्यसो गर्दा तपाईँबाट पनि गडबडी सकेको हुनसक्छ नि त, कता कता साइन गराउनु नहुन्छ के गर्छ होइन। तर लिएको पैसा त लिएको हुन्छ, त्यसको ब्याज तिर्छु त्यति बुझ्ने हो नि त। त्यो म तिर्दिन्छु भन्ने भयो भने त कुरो सकिहाल्थ्यो त्यति बेलै। त्यसलाई त्यो ढङ्गबाट त्यो कोडबाट आएर चाहिँ आर्थिक समृद्धिको बहसमा, आर्थिक समृद्धिको लागि कानुन संशोधनका कुराहरूतर्फ त्यसलाई त्यो बहसलाई त्यता केन्द्रित गराउनु पर्थ्यो। अब उहाँले प्रतिशोधतिर केन्द्रित गराइदिनु भयो, त्यो त बुझेन मलाई होइन। आर्थिक सहकारीको मूल समस्यातिर केन्द्रित गराउनु पर्थ्यो, त्यो त केन्द्रित भएन। मैले गर्नुपर्ने कर्म त के हो भन्दाखेरि जे मलाई लाग्छ त्यो गर्ने हो। आर्थिक समृद्धिको बहसतिर केन्द्रित गराउने, सहकारीको मूल समस्यातिर केन्द्रित गराउने, त्यसै अनुसारको सुझाव दिने, मैले त्यही कर्म गरेको हो। अब त्यो कर्म गर्दाखेरि परिणाम यो आयो। गाह्रो छ, भागवत गीतालाई मानेर हिँड्छु। अब कर्म गर्ने भन्छ, कर्म गर्दाखेरि यस्ता नतिजाहरू पनि आइपुग्दो रहेछन्। अब पार्लर सम्बन्धी सम्पूर्ण तालिम तथा सर्भिसका लागि देशका विभिन्न 30 शहरमा द ब्युटी ओल मेकअप पार्लर ट्रेनिङ सेन्टर। मोबाइल नम्बर 9824959022।